हामी चाहिँ अब यो रेडी भएर उकालो लाग्दैछौँ मुक्तिनाथ मन्दिरतिर। भन्जो अनि ठिकै हो नि। खास ब्लग चाहिँ यहाँदेखि उकालो हिँडेको रियाक्सनको भिडियो बनाउनु। मामा आउँदैछ नि त पछाडिबाट। मामालाई अहिले हिँड्नु त 30 फुट हो। मामा के साह्रो लोसे नि। ए मामा छिटो न। मामा भिडियो गर्नु त को थाक्छ। मामा कति साह्रो लोसे पुग्यो यहाँ आइपुगिसक्यो हेर। तिमीहरू अलिकति नसक्ने अघि हिँड। ए नसक्ने होला म त सक्नु त सक्दिनँ है म। हामी अहिले हुनुभन्दा मुक्तिनाथको गेटमा आइपुगेको छौँ होइन। अब कोले के गर्छ अब देखिहालिन्छ नि। कोही फेरि खचेले त गर्नु गरेको मसँग पनि छैन नि। सकिएको के गर्नु। पैसै छैन मसँग नि खुद्रा हुँदैन नि। देखिस ए अहिले चाहिँ हामी मुक्तिनाथ मन्दिरमा पुग्न आँटेको छौँ होइन। मुक्तिनाथको गेटमा पुग्नु लागेको छौँ होइन। यहाँनिर चाहिँ गेट रहेको छ।
उहाँ चाहिँ मामाले फोटो खिच्नु हुँदैछ उहाँ होइन मुक्तिनाथ मुक्ति मन्दिर ढोकाएर बस्छ भित्र पनि मुक्तिनाथै डल्लै निकालिदिनु मामा निकाल्नु पर्यो नि अब यहाँबाट भित्र हेर्नु हुँदैन होला हजुरहरूले हात त छोडेको छैन मन्दिरमा यार पहिला सिम्पल पाराको सिम्पल सबैले हात जोड्नु परिवारको यहाँ चाहिँ नौलो ठाउँ रहेछ मुक्तिनाथ मन्दिर मन्दिर हो होइन प्रवेशद्वार यहाँ हो होइन आउँदाखेरि आउनुपर्छ अहिले चाहिँ दर्शन गरेर अब फर्किन लागेको छु हामी अलिकति सो पनि सुकिरहेको छ किनभने चिसो लागेर होला होइन चिसो लागेर तिर्खा लागेर पनि त्यस्तो भएको हुनसक्छ होइन अहिले चाहिँ हामी अब फर्किन लागेको दर्शन गरेर हामी चाहिँ फर्किन लाग्यो अब हामी अब मन्दिर गर्नु होइन आउने समय चाहिँ यो समय आएर चाहिँ यतिखेर भनेको ठिकै हुँदो रहेछ होइन जाडो पनि धेरै जाडो पनि नहुने गर्मी पनि नहुने होइन यतिखेर चाहिँ चिसो भन्दा पनि चिसो त्यति चिसो पनि नहुँदो रहेछ मडरै ठुलो रहेछ त्यो आउने समय चाहिँ यतिखेर रहेछ होइन मन्दिर आउने पछि जाडोमा त यहाँ त कटान धेरै मरिन्छ किनभने यो डाँडा वरिपरि सबै यहीँ पर्छ क्या यो डाँडातिर वरिपरि त्यही भएर आउनै सकिँदैन गाडी पनि आउँदैन होइन त्यही भएर आउनु सकिँदैन अहिले नि आउनु भनेको चाहिँ
अब चाहिँ हामी कतिमा लाग्यो होइन यहाँनिर यता पछाडि देखिने गरेको यो धारा छ नि 108 वटा हो कि 1018 छ यहाँ चाहिँ होइन खास गरी त्यो सबै पानीले नुहाउनु पर्ने भन्छ भन्ने चाहिँ तर आज आइयो होइन बेलुकाखेरि आयो बिहान नै आउनु हुन त अब त्यो खानाहरू खाइयो अनि त्यही भएर चाहिँ म चाहिँ गइनँ होइन रात लाग्छ त्यो यसो गर्दै अब हामी चाहिँ कता यता टाढाबाट जाँछु सर्टकट मामा त्यति साह्रो नगाउ न हौ यहाँबाट बलुवा लाँदो रहेछ कहाँबाट बलुवा ल्याएको यहाँनिर हेलिकप्टर ल्याएको हो क्या ल्याएको न्याची ल्याएको कहाँबाट ल्याएको नि यो बलुवा सबै बलुवा हामी त्यो मुक्तिनाथ कहिले स्टाब्लिस भएर लेखेको छ नि त्यो क्युआर कोड पनि लेखेको छ मिति 2000 फोन पे हो त्यो इच्छुकले रकम जम्मा गरिदिनु भनेर फोन पे त्यहाँबाट यता चाहिँ के हो भान्जो यताको चाहिँ त्यो यता त मुक्तिनाथ भयो हो बुद्धिज्मपट्टि दामी आउँछ फोटो हजुर दामी आउँछ बुद्धिज्मको यो ए हिन्दू बुद्धिस्ट अनि हिन्दुत्व हो नि हामी त्यही भएर यो दुईटा रिलिजनको रेस्पेक्टेबल रिलिजन मान्छ क्या दुईजनाले एकअर्का तर के गर्नु र देख्नुहोस् के को छोरालाई देखाउनु मेरै भेटी हो यो पेनको नाम ल यसलाई चाहिँ स्तुपा होइन स्तुपा भन्छ माने भनौँ न नेपालीबाट भन्दाखेरि माने भनेको चाहिँ यस्तो बनाएको हुन्छ प्रायः जसो तामाङले बनाउने हो क्या तामाङ शेर्पा भोटे सबैले बनाउँछ मैले जानेको चाहिँ तामाङले बनाउने हो यो चाहिँ पानी परेछ भन्दा I want some pictures from here. Just